सबैले बुझ्नुहुन्छ नि ब्याग भनेको चाहिँ यस्तै जस्तो बोके पनि हुन्छ हैन त होइन नि तपाईले सामान बोक्नको लागि मात्रै होइन नि ब्याग भनेको त तपाईको स्टाइल हो तपाई जहिले हिँड्दा पनि तपाईसँग एउटा राम्रो खालको ब्याग बोक्यो भने तपाईले जुनसुकै लुगा लाए पनि तपाईलाई राम्रो देखिन्छ यसो याद गर्नु त अरूले ब्याग बोकेको वाउ नै हुन्छ हैन ल अब हेर्नुस् न अब यो ब्याग बोक्दा वाउ नै देखिन्छ नि त है तपाईले जुन खालको ड्रेस लाए पनि यो ब्याग चाहिँ एकदमै सुहाउँछ किन भन्नुहुन्छ भने यो चाहिँ आरजी को ब्याग हो बवाल क्वालिटीको ब्याग हो एकदमै बवाल छ के यो है अब यसमा सामान पनि अट्छ तपाईको अब राम्रो हुँदैमा सामान अट्दैन भन्ने हुन्छ के माइन्डसेट हैन नि हजुरले आरजी को ब्याग ट्राई गर्नु भएको छैन भने आरजी को ब्याग ट्राई गर्नुस् जसले पनि आरजी को ब्याग बोक्नु हुन्छ नि उहाँहरुलाई परबाट हेर्नुस् त वाउ नै देखेको हुन्छ बवालै देखेको हुन्छ किनकि यसको क्वालिटी यसको डिजाइन अनि यसमा जुन प्यु लेदर प्रयोग भएको छ नि जहिले पनि साइन हुन्छ यसमा अब धुलोहरु पनि बस्दैन पानीहरुले पनि हतपत त्यो उक्किने फुट्ने कलर जाने त्यस्तो केही हुँदैन किनकि यो हो आरजी को ब्याग यो ब्याग ट्राई गर्नुस् है अब यो स्टाइलिश पनि छ अब यसमा सामान नअट्ला नि त भन्ने लाग्छ सबैलाई अब हेर्नुस् यता पनि हाल्ने ठाउँ छ डबल चेन छ डबल पार्टिसन यसमा पनि सामान अट्छ तपाईले अब बाइक स्कुटीमा चढ्दा त एकतिर गाह्रो हुन्छ नि सर भन्ने तपाईहरुलाई लाग्छ भने यसमा साइड स्ट्र्याप पनि हुन्छ साइड ब्याग जसरी पनि क्रिस क्रस तरिकाले यो ब्यागलाई बोक्न मिल्छ अनि बलियो हुँदैन नि त सर यो प्यु लेदरको ब्याग उक्केला फुट्ला भन्नुहुन्छ होइन यो आरजी को ब्याग हो सामान्य ब्याग होइन अब यसमा हेर्नुस् यहाँ तलैदेखिको सिलाइ हुन्छ जस कारण पनि यो ब्याग एकदमै राम्रो हुन्छ हैन तपाईले हेर्न सक्नुहुन्छ यो पछाडी पनि पुरै कम्प्लिट सिलाइ भएको छ भने अगाडि पनि तपाईको स्ट्र्याप हेर्न सक्नुहुन्छ कम्प्लिट नै सिलाइ भएको हुन्छ अब तलको बेस हेर्नुस् यसमा बेग्लै बेस छ त्यो कारणले पनि यो ब्याग एकदमै टिकाउ छ तपाईले एकचोटी आरजी को ब्याग ट्राई गर्नुस् है अब कपडामा चाहिँ तपाईहरुले 4-5 हजार इजिली खर्च गर्नुहुन्छ अनि ब्यागमा चाहिँ तपाईहरु खर्च गर्न डराउनुहुन्छ त्यही भएर नडराउनुस् राम्रो क्वालिटीको ब्याग किन्नुस् अनि बोक्नुस् है वाउ नै देखिन्छ है त